2025 को डिसेम्बर 15 पछि वर्षा सुरु भएको छ। 14 डिसेम्बर को साँझबाट सुरु भएको पानी पर्न सुरु भएको, 15 डिसेम्बर साँझ पुनः सुरु भएर अहिले 16 डिसेम्बर को बिहानी पख कतारको विभिन्न पानी परेको छ। अहिले यो कतारको केन्द्र मध्यभाग यस्तो रहेको खलिफा स्टेडियम आसपासको भिलाजियो मल, टर्च टावर, अस्पायर जोन, यो एरियामा बादल छ अनि मेघ गर्जिरहेको छ र पानी परिरहेको छ। आज दिनभरि नै पानी परिरहने यहाँ मौसम विभागले उल्लेख गरेको छ। पानी पर्दा रमाइलो लाग्छ, सुन्दर शान्त देखिन्छ।